जसरी मैले नरनारायण गुफाको किताब कहिले धेरै अगाडि पढेको अलिकति सम्झेर भने, त्यसै गरी यसको पनि एक दुईटा त सम्झेको थिएँ, तर यो त यति अथाह रहेछ किताब भेटेपछि त। अनि मैले एकैचोटि बाबाको लीलामा जम्प गर्नुभन्दा पनि स्वामी कसरी यस धरतीमा अवतरित हुनुभयो त, यसको ब्याकग्राउन्ड के छ, त्यो जरुरी हो कि जस्तो लाग्यो मलाई। र म के भन्छु भने बाबाको हजुरबुवाहरू, जबकि उहाँको पनि बुवा बचपन हुनुहुन्थ्यो, त्यतिखेर एउटा यस्तो विकट गाउँमा बस्नुहुन्थ्यो जहाँ चाहिँ वर्षभरि कमाइ गरेको जुन आफ्नो खेतीबाली थियो त्यतिखेरको बेलामा, त्यो पनि चोरी डकैती हुन्थ्यो। र उहाँले साह्रै दुःख भयो भनेर चित्रावती नदीको तटमा एउटा सानो बस्ती 5-7-10 घर गरेर यसरी त्यहाँ चाहिँ मान्छे थोरै थिए र उहाँ त्यहाँ सर्नुभयो। त्यहाँ सरेर पनि आफ्नो खेतीपाती चाहिँ जुन मुख्य चाहिँ उहाँको पहिला नै थियो र बेला बेलामा त्यहाँ अधिया दिएका जग्गाहरूबाट आफ्नो अन्नबाली के कति आउँछ लिनलाई उहाँ जानुहुन्थ्यो। यसै क्रममा बाबा चाहिँ पुट्टपर्ती आइसक्नु भएपछि अनायास घरमा त अब गाउँमा त बस्तीमा त सन्तहरू आउनुहुन्छ, भिक्षुकहरू आउनुहुन्छ। यस्तै आउने क्रममा चाहिँ एकजना बैंक अफ दूत भन्ने सन्त चाहिँ बाबाको हजुरबुवाको साथी बन्नुभयो। कस्तो भने हजुरबुवा चाहिँ त्यो एरियाभरिमा एउटा विद्वान कहलिनु भएको परिवार, घर चाहिँ एकदमै गरिबी को एउटा वातावरणबाट चलिराख्नु भएको सानो घर, धेरै ठुलो परिवार त्यस्तो थियो बाबाको। कतिपय विधवा छोरी चेलीहरू, बाबाका फुपूहरू सबै घरमा थिए। र यस्तो बेलामा अनि बाबाले भन्नुभयो, अब म त्यो बाली उठाउनको लागि मेरो जेठो छोरालाई लिएर जान्छु भनेर उसलाई देखाउनु पनि पर्छ, फेरि पछि पछि पनि ल्याउनु पर्छ, म वृद्ध हुँदैछु भनेर चाहिँ जेठो छोरालाई बाली लिएर जानु हुँदाखेरि एउटा छिमेकी साथीको घरमा आश्रय लिनुहुन्छ। उहाँ पनि एकदम धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो र उहाँले जुन साल आफूले उहाँ त वर्षै पछि बाली उठाउन गइराख्ने, त्यो सानी नाबालिका एकदम चतुर, राम्रो, एकदम एउटा सानैदेखि एउटा संस्कारमा हुर्किएकी देख्नुभयो। छोरालाई पनि लिएर जानु भएको थियो, धेरै ठुली त हुन्न थियो, 7-8 वर्ष कतिको हुनुहुन्थ्यो। अनि उहाँले भन्नुभयो आफ्नो छोरा, भगवान बाबाको बुवा हुनुहुन्थ्यो पनि लिएर गए बेलामा, तिमी यस्तो डाका लाग्ने ठाउँमा किन बस्छौ, यहाँ धेरै दुःख छ, कमसेकम पुट्टपर्तीमा दुःख गरे पनि डाका लाग्दैन, तिमी चित्रावती नदीको किनारमा आऊ, यदि तिमी त्यहाँ आउँछौ भने तिम्री छोरी म मेरो बुहारी बनाउँछु भनेर वचन दिनुभयो। अनि बाबाको परिवार चाहिँ एकदमै उत्कृष्ट एउटा विद्वान कहलिएको गाउँमा, टोलमा, समाजमा भएको हुनाले ओहो नि यस्तो परिवारसँग मेरो सम्बन्ध जुट्छ भने म जान्छु भनेर उहाँले चाहिँ छोरीको बिहाको लालसाले त्यहाँ सिफ्ट हुनुहुन्छ। अनि सिफ्ट हुनुहुन्छ यतिकैमा त्यो बैंक अफ दूत आउने अनि बाबासँग, बाबाको हजुरबासँग कुराकानी पनि गर्ने यता चित्रावतीमा। यस्तो क्रम हुन्थ्यो, गाउँको नजिकै जङ्गल थियो। अनि एक दिन जङ्गलमा गएको बेलामा अग्लो ठाउँमा गएर बस्नु भएपछि बैंक अफ दूत एकदम भावुक भएर कुरा गर्न थाल्नुभयो। अनि हजुरबुवाले चाहिँ उहाँको अनुहारमा हेरिराख्नुहुन्छ, ओहो, अनि भन्नुहुन्छ, तिमी यो धरती काँपेको सुन्दैनौ, धरती माको क्रन्दन सुन्दैनौ भन्नुहुन्छ, एकदम आँखाभरि आँसु भएर। अनि उहाँले मनमा नै अवाक नबोलिकन, यिनलाई त मैले एउटा साधारण सामान्य सन्त ठान्थेँ, यी त अरू नै केही हुन् कि क्या हो भन्ने हजुरबालाई मनमा आउँछ। अनि यही क्रममा उहाँले चाहिँ तिम्रो हात मलाई देऊ भनेर यसरी हात थाप्नुहुन्छ। हजुरबाले हातमा हात राखिदिएपछि, म तिमीलाई एउटा कुरा भन्छु, यो कुरा तिमीले कसैलाई नभन्नु, आफ्नो मनमा राख भन्नुहुन्छ। हजुरबाले हवस् भनेर बाचा दिएपछि, तिमी अत्यन्त भाग्यशाली छौ, यस ब्रह्माण्डका स्रष्टा तिम्रो घरमा आउनुहुन्छ। तिमी यति भाग्यमानी छौ कि यस्तो सृष्टिकर्तालाई नै तिमीले काखमा राखेर
खेलाउन पाउँछौ, तिमी अत्यन्त भाग्यमानी छौ, यो कुरा तिमीले मनमा राख्नु, अरूलाई नभनिस् भनेर चाहिँ भन्नुहुन्छ। अचम्म त्यो दिनदेखि उहाँ फर्केर आउनु भएन, बैंक अफ दूत आउनु भएन। अनि हजुरबाको मनमा चाहिँ यो थियो, अब छोराको बिहे गरेका छैन, मेरो घरमा आउने त छोराकै सन्तान भयो भनेपछि अनि उहाँले छोरालाई लिएर त्यहाँ गएर त्यो परिवार पुटप्रति आएपछि अनि अब छोराको बिहा गर्नुहुन्छ र बिहा गरेर बुहारी भित्रिने दिनमा उहाँको पहिला नाम चाहिँ बाबाको आमाको नाम चाहिँ नामगिरी अम्मा हो। र नामगिरी अम्मा नाम किन राखिएको भन्दाखेरि उहाँको नामगिरी अम्माको बुवाले शिवजीको मन्दिर बनाएको दिन उहाँलाई पनि एउटा त्यस्तै भगवानको केही कृपा हुन्छ र छोरी जन्मिन्, त्यसैले यस त्यो छोरीमा नै केही शक्ति छ, दैवी शक्ति भन्ने उहाँले अब नामगिरी अम्मा चाहिँ उहाँको नाम राखिएको थियो। र अनि पछि आफ्नो घरमा भित्र्याउँदाखेरि बुहारीको नाम हजुरबुवाले ईश्वर अम्मा, ईश्वर प्लस आमा, यिनैले भगवानलाई जन्म दिन्छन् भनेर सुरुमै उहाँले नामाकरण गर्नुहुन्छ, आजदेखि बुहारीको नाम ईश्वर अम्मा भनेर। अनि ईश्वर अम्माका पहिला एउटा छोरा जन्मिनु भयो, त्यसपछि 2टी या 3टी छोरी जन्मिनु भयो र अब पहिला त्यही त हो नि, छोरा धेरै खोज्ने चलन। अनि 3जना सन्तान भइसकेपछि 4औं 5औं 6औं 7औं बच्चा गर्भमा आउने खेरा जाने, आउने खेरा जाने, यसै क्रम हुन थालेपछि अब एउटा 2टा बच्चा खेरा गएपछि अनि हजुरबा हजुरआमालाई सपनामा देवदूतहरू आएर तिमी तयार हौ, तिमी तयार हौ, तिम्रो घरमा चाहिँ यो ब्रह्माण्डका स्रष्टा आउँदै हुनुहुन्छ भन्ने। अब उहाँहरू अब एकदम आध्यात्मिक परिवार, अब तयार हुन त हुने, तर के गर्ने त भनेर अब सरसफाइ त थियो। र अनि हजुरआमाले चाहिँ धेरै भयो भन्न थाले, अब घरमै पूजा लगाउँ भने आर्थिक अवस्था छैन, त्यसैले महिनाको एकचोटि गुरुकै घरमा पूजा सामग्री लिएर गएर हजुरआमाले पूजा लाउन थाल्नुभयो, सत्यनारायणको पूजा। अब के को लागि तयार हुने भनेपछि अनि 8औं गर्भमा बच्चा आयो। त्यो 8औं गर्भको बच्चा आउँदा उहाँ पूजामै हुनुहुन्थ्यो, हजुरआमा पूजा लाउँदै गर्नुभएको थियो। र यतिखेर के हो त भन्दा घरमा गर्भ आउनुसरी, गर्भ आउनुभन्दा अगाडि हजुरआमालाई केही सङ्केत हुन्छ, अनि यस्तै केही गन्धर्वहरू के आउनुहुन्छ, अनि ईश्वरअम्मालाई एक्लै सुटुक्क बोलाउनुहुन्छ र ईश्वरअम्मा तिमीलाई कुनै बेला काहीँ जाँदा केही गर्दा केही अद्भुत घटना घट्यो भने यो गाउँको मान्छेहरूलाई नभन्नु, सबैले धामी झाँक्री बोक्सी आदि इत्यादि गर्छन् र तिमीले जे भए पनि तिमीले कसैलाई केही नभनेर मलाई सुटुक्क भन्नु है भन्नुभएको हुन्छ। अनि यसै क्रममा बाबाको आमा चाहिँ कुवामा पानी ल्याएर खानु पर्थ्यो, एउटै कुवा थियो गाउँभरिकाले लाने। अनि त्यो कुवामा पानी लिन गएको बेलामा पानी यसरी डोरीले तान्दा तान्दै माथिबाट उहाँ एक्लै हुनुहुन्थ्यो कुवामा, एउटा निलो ठुलो चक्का, गोलो चक्का चाहिँ लुडुल्की हुँदै यस्तो गुड्दै 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 तलतिर उहाँपट्टि आएपछि उहाँ एकदम आत्तिएर डरले चाहिँ अब यसले मलाई खिच्यो भनेर लड्नुभयो, डरले बेहोस भएर। तर त्यो चक्का सबै शरीरमा के प्रवेश भयो, आँखा चिम्लिनुभयो, तर उहाँलाई एकदम शीतल आनन्द स्फूर्ति यस्तो अद्भुत भयो उहाँलाई। अनि त्यसपछि उठेर पानी लिएर गएपछि यो कुरा सासूलाई भन्नुभयो। सासूलाई भनेपछि सासूले गर्नु पर्यो, यसरी मुखमा अम्लो राखेर गर्नु पर्यो, अब यो कुरा अरू कसैलाई नभने भनेर चुप गर्नु पर्यो। त्यसपछि उहाँले यो कुरा कसैलाई भन्दै भन्नु भएन। एवं रीतले बाबा गर्भमा आउनुभयो। गर्भमा आइसकेपछि कस्तो हुन्थ्यो भने हजुरबुवा चाहिँ एउटा सङ्गीतकार पनि हुनुहुन्थ्यो, वाद्यवादक पनि हुनुहुन्थ्यो। त्यहाँ म्युजियममा अहिले पनि राखेको छ, सानो गोलाइको यत्रो मादल छ, अनि त्यो बाँसमा यसो गरेको जस्तो एउटा हार्मोनियम छ, डफलीहरू छ। त्यो चाहिँ फुसको घरको भित्तामा काँटी ठोकेर राखेको हुने,
अनि अब घरमा सबै काममा हिँडे, कोही छैन, आमा एक्लै हुँदाखेरि बाहिर के काम गर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ। फेरि ईश्वरमा चाहिँ सबै परिवारलाई खाना पकाउनु पर्ने, धेरै ठुलो परिवार, घरको काममा यति व्यस्त हुनुहुन्थ्यो कि उहाँलाई एक सेकेन्ड फुर्सद थिएन। अनि बाजा बजेको एकदमै आवाज एकदमै सुनेर दौडेर गएको पनि छैन। अनि कस्तो मिठो आवाज, बरु नआएको भए पनि बजिरहेको थियो होला जस्तो लाग्ने उहाँलाई। अनि कहिले काहीँ बसिराख्नु भएको हुन्छ थाकेर, एकैछिन यस्तो मिठो बास्ना आउँछ, कहाँबाट आयो बास्ना भनेर एकदमै उडुने। अनि यस्तो हुन थालेपछि हुँदाहुँदै त्यो बाजा त घरका अरू मान्छे हुँदा पनि बज्न थाल्यो। दौडेर गएर हेर्छन्, घरमा केही पनि छैन। अनि एउटा जान्ने ज्योतिषी कहाँ, एकदम अलिक टाढा चाहिँ एउटा जान्ने ज्योतिषी हुनुहुन्छ, त्यहाँ गएर देखाउनु पर्यो भनेर हजुरबा हो या बाबाको बुवा हो, गएर देखाउनु हुँदाखेरि यत्रा ठुला ठुला आध्यात्मिक किताबका ग्रन्थ निकालेर उहाँले पल्टाएर पाना देखाउनु हो कि यो सबै सगुन चाहिँ तिम्रो घरमा भगवान आउँदै हुनुहुन्छ। गर्भवती पहिला कोही घरमा कोही गर्भवती छ भनेर सोध्नुहुन्छ। छन् भनेपछि उसको गर्भमा भगवानको बास छ, भगवान आउँदै हुनुहुन्छ, त्यस कारणले यो सब भएको हो भनेर उहाँले भनेपछि अनि बल्ल उहाँहरूले आएपछि त्यो कुरालाई एकछिन त रियलाइज गर्नुभयो। यस्ता घटना घट्दै गए। तर जब बाबा जन्मिने दिन, व्यथा लाग्ने दिन थियो, त्यो दिन चाहिँ हजुरआमा पूजामा जानुभएको दिन थियो। पूजामा जानुभएको बेलामा ईश्वरआमालाई एकदम व्यथा लाग्छ, बोलाउन तारमतार मान्छे आउँछन्। ईश्वरआमाले पख एकछिन अब पूजा सकिएपछि आउँछु, पूजा सकिएपछि आउँछु भनेर 2-3 जना गएपछि पनि आउनु भएन र पूजा सकिएपछि पञ्चामृत प्रसादी केही लिएर आएर ईश्वरआमालाई खुवाउने बित्तिकै बाबा जन्मिनु हो। बाबा जन्मिसक्ने बित्तिकै हजुरआमाले चाहिँ उहाँहरूको एउटा के रहेछ, हाम्रो केराको पात भने जस्तै एउटा के माथि बच्चालाई राखेर एउटा सानो भुइँमा केमा यसो राख्नु भएको थियो। भरे भर्खर जन्मिएको बच्चा त्यहाँ राखेर आमाको सरसफाइ आमालाई गर्दा गर्दै बच्चा यस्तो किसिमले तलमाथि भएर बच्चा हल्लियो। अरे यो त जन्मिने बित्तिकै आफै हल्लिन थाल्यो भनेर मान्छे कराए। अनि हजुरआमाले गएर के शङ्का लागेर बच्चा जुरुक्क उठाल्दाखेरि त शेष नाग गुणुल्की पारेर त्यो बच्चाको मुनि बसेको रहेछ। अनि सबैले ल साप कहाँबाट आयो मार्नुपर्छ भन्दाखेरि हजुरआमाले होइन, तिम्रो सबै ढोकाबाट बाटो छाडिदेऊ भनेर सबैलाई बाटो छाडेर नागलाई जान रिक्वेस्ट गर्दाखेरि ढोकासम्म नाग देखियो, बाहिर नाग छैन। नाग बिला भयो। त्यतिकै बाहिर पनि मान्छे थिए तर कसैले देखेनन्। यो घटना घट्छ। त्यसपछि बच्चा हुर्किँदै जानुहुन्छ, अनेक लीलाहरू घरमा बच्चा हुँदैखेरि भइरहेको छ। अनि एक दिन चाहिँ ईश्वरम्मा नाममा एन कस्तुरीले आमालाई सोधेर त्यो सबै घटनाहरूको किताब लेख्नु भएको छ। त्यसमा उहाँले के भन्नुभएको छ भने बच्चालाई नुहाई धुवाई गरेर तातो पानी तताएर नुहाई धुवाई, पहिला तेल मालिस गर्ने अनि नुहाई धुवाई गर्ने, अनिखेरि झोलुङ्गामा सुताएर भात पकाउँदै थिएँ अरे। अनि बाबाको नाम चाहिँ राजु राखियो, सत्यनारायण राजु। किनभने सत्यनारायणको पूजा लाएको हुनाले सत्यनारायण राजु नाम राखियो र धेरै मान्छेले छोटकरीमा राजु भनेर बोलाउँथे। अनि राजुलाई सुताएर आमा भात पकाउन जानुभएको हुन्छ। यस्तो चिरिएर बाबा रुनुहुन्छ। कहिले नरुने बच्चा आज के भयो र रोयो भनेर दौडेर आएर हेर्दाखेरि त त्यो निलो गोलो आकारले पुरा झोलुङ्गोमा लुटुपुटु भएर बस्नुभएको। आमा आउने बित्तिकै बाबा चुप लाग्नुभयो र त्यो बच्चालाई के भयो यसले भनेर त्यो उठाएर काखमा बाबा बच्चालाई लिनुहुन्छ। काखमा लिँदा बस्दाखेरि त आमा नै लट्ठ पर्नुभयो। त्यो निलो चाहिँ पुरा आमा छोरालाई नै त्यसले चाहिँ त्यो भित्र पस्नुभयो। अनि त्यतिकै आँखा लाग्यो, थाहा छैन बच्चा लिएपछि उहाँ लट्ठ हुनुभयो। यतिकैमा ईश्वरम्मा कहाँबाट हजुर सासू, ईश्वरम्माको सासू आइपुग्नुहुन्छ। अनि ईश्वरम्मा के भयो तिमीलाई भनेर बोलाउनुहुन्छ। बच्चा काखमा राखेर सुतिराखेको। अनि ईश्वरम्माले सासूलाई पनि यो घटना भन्नुभएको छ। र बाबा जब अलिकति टुकुटुकु हिँड्न थाल्नुभयो, होइन घसिएर मात्रै हिँड्नुहुन्थ्यो। त्यो गाउँमा कस्तो चलन थियो भने विधवा आइमाईहरूले साना बच्चालाई बोक्नु हुँदैन, अशुभ हुन्छ भन्ने यस्तो खालको चलन थियो।
तर एकजना मैले अहिले नाम बिर्सेँ, सायद सरस्वती दिदीहरू, उहाँहरूलाई नाम थाहा होला। अनि उहाँ चाहिँ आएको देख्दै बाबा खिटखिटाएर हाँसेर खुसी हुनुहुन्थ्यो। अनि ईश्वरम्माले कसैलाई पनि रोक्नु भएन, विधवा, उहाँ विधवा हुनुहुन्थ्यो। अनि उहाँ शुभममा, हजुर शुभममा, शुभममा हो, शुभममा, शुभममा आएकोदेखि, थ्याङ्क यू दिदी, शुभममा आएको देखेपछि बाबा एकदम खिलखिलाएर हाँस्ने अनि खुसी हुने, शुभममाले बोक्दाखेरि भुइँमा झार्न नहुने, नपरे हुन्थ्यो जस्तो गर्ने। अनि शुभममाले ईश्वरम्मालाई तिम्रो बालक म मेरो घरमा लान्छु है भनेर पनि लानुहुन्थ्यो। र त्यतिखेर बाबा हुर्किने क्रममा शुभममाको घरमा भित्र पसेर घन्टौँ बाबा खेल्ने, एकदम खुसी हुने, त्यो देखेर सबै छक्क पर्थे। एउटा कारण के रहेछ भने बाबाको परिवारको घरमा चाहिँ कसैले सायद माछा मासु खान्थ्यो, जसको कारणबाट बाबालाई शुभममाको घर चाहिँ पूर्ण शाकाहारी थियो अरे। त्यस कारणले पनि बाबाले मन पराउनु भएको रहेछ भन्ने कुरा पछिको किताबहरूमा पनि आएको छ। र अनि बाबाको आमाले कसैलाई रोकछेक नगर्ने। त आइमाईहरू कस्तो हुन थाल्यो भने त्यो बच्चाको तेज, लावण्य, त्यो हुने बित्तिकै खानासाना पकाएर दौडेर एकछिन राजुलाई हेर्न जाने, त्यस्तो एकदमै आकर्षकको केन्द्र हुनुभयो भगवान्। सानैदेखि सब मान्छेको आकर्षक। जब अलिअलि हिँड्न थाल्नुभयो, हिँड्न थालेपछि अब आँगनमा केटाकेटी खेल्दैछन् भनेर आमा भातसात पकाउन थाल्ने। अनि गाईहरू चाहिँ साँझ पर्न लागेपछि घर फर्किने क्रममा बाबा चाहिँ बाटोमा आएर, त्यो सानो बच्चा बाटोमा आएर गाईलाई सुमसुम्याउने, एकदम हान्ने गाई पनि बाबाको अगाडि आएपछि नतमस्तक हुने, बाबाले सुमसुम्याउने, छुने। एक दिन ईश्वरम्मा चाहिँ टाढाबाट देखेर आत्तिँदै आउनुहुन्छ, मेरो गाई तिमीले किन हेरिराख्यौ, मेरो बच्चालाई यसले गाईले हान्छ कुन चिज भन्दाखेरि, होइन होइन उनलाई त केही पनि गर्दैन गाईले भनेर त्यस्तो त्यस्तो अद्भुत घटनाहरू पनि हुन्थ्यो। अनि केटाकेटी साथीहरूसँग खेल्न चित्रावती नदी जानुहुन्थ्यो। चित्रावती नदी पछि अलिक ठुलो हुँदै गएपछि, त्यहाँ गएपछि साथीहरूले चाहिँ पहिला पहिला के गर्दा रहेछन् भने, बाबा त्यहाँ चित्रावती पुग्नुभन्दा अगाडिदेखि नै त्यो भ्याउताहरूलाई खोलाबाट जम्मा गर्दा रहेछन् र माथि माथि पाखामा लगेर छाड्दा रहेछन्। अनि त्यो बुरुक बुरुक उफ्रेर तल झर्छ अनि पानी खोज्दै आउँछ, त्यस्तो स्थिति रहेछ। अनि बाबा जान थाल्नु भएपछि चाहिँ बाबाले चाहिँ उनीहरूलाई एउटा टोकरीमा हाल भन्नुभयो। सबैले टोकरीमा हाले र त्यो टोकरीलाई एउटा कपडाले ढाक्न लाउनुभयो। ढाके लु अब लग माथि भन्नुभयो। अनि माथि पाखामा ल्याएर अब भ्याउतालाई छाड्न आँट्दाखेरि त अलिकति मात्रै खोला है, सबै नखोला भन्नुहुन्छ बाबाले। अनि अलिकति खोज्दा त चरा भुर भएर चरा भनेर उडेर जाने। अनि सब केटाकेटीले घरमा गएर भन्ने, अनि के अरे आइमाईहरू सब आउने, आज त राजुले त लीला देखाएर नि चरा भएर। अनि यस्ता यस्ता घटना भइरहन्थ्यो घरमा। अनि आमाले धेरै आइमाईहरू कोही आयो कि ल अब आज फेरि के गर्यो भनी ठान्नु पर्ने। अनि भोक लाग्यो राजु खाजा घर नजाउन, खाना जाउन भन्दाखेरि बालुमा यसो हात घुसाउने, अद्भुत अद्भुत चक्लेटहरू के सृजना गरेर, मिश्रीहरू, अब त्यतिखेर के पाइन्थ्यो त्यही सामानहरू लुखाओ 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 भनेर बाँड्ने। यो क्रम चाहिँ बाबाको बचपनदेखि छ, बचपनैदेखि यस्तो कुरा, यस्तो क्रम सुरु भएको छ। अनि बाबाको त्यहाँ नजिकै एउटा प्राइमरी स्कुल मात्रै थियो मलाई लाग्छ, 3 क्लाससम्मको। अनि सानो बालक, त्यो पनि टाढा थियो स्कुल पठाउनु पर्ने। अनि टिफिन खाजा बनाएर आमा रुन थाल्नुहुन्थ्यो ढोकाको कुना बसेर। अब यस्तो यस्तो बच्चा कसरी, बाबा चाहिँ एकदम फुर्तिले, एकदम सबैभन्दा ठुला बच्चाहरू भन्दा पनि एकदम एक्टिभ भएर स्कुल जाने आउने त्यो क्रम थियो। र बाबा सधैँ क्लासमा जे सोधे पनि भन्ने, जे पनि आउने। अनि कुनै साथीहरूलाई अलिकति जेलोसी हुँदो रहेछ, अनि लुगा पनि सधैँ सफा लाएर आउने। अनि अलि ठुलो हुँदै गएपछि बाबाले आफ्नो लुगा आफै धुने कुराहरू पनि आएको छ। यतिखेर त आमाले तयार पारिदिनुहुन्थ्यो र सबैले रिस गर्थे, होइन यसले केही पढेको पनि छैन, केही गर्दैन, यो चाहिँ सबै कुरा जान्छ, सबै सरले माया गर्ने, त्यस्तो त्यस्तो स्थिति थियो बाबालाई। अनि एकजना सर हुनुहुन्थ्यो, उहाँ सरले चाहिँ त्यो सरले चाहिँ अलि ठुलो बाबा भइसकेपछि सबैको अगाडि गाली गरेको जस्तो, राजु यहाँ आऊ भनेर बोलाउनुहुन्थ्यो। अनि भित्र कोठामा लग्नुहुन्थ्यो र कुर्सीमा बसाएर ढोग्नुहुन्थ्यो। पहिला यो बाबाले भन्नुभएको छ,
ढोग्नुहुन्थ्यो र अनि एउटा टिफिनमा खाजा बनाएर लगाएर राजु यो खाउन भन्दाखेरि म खान्न, म तिम्रो घरमा मासु के खान्छन् भन्दाखेरि होइन होइन तिम्रो लागि मैले प्रसाद बनाउने भाँडो पनि छुट्टै ल्याएको छु, यो बट्टा पनि छुट्टै भनेर उहाँले एकदमै भावुक भएर खाइदेऊ कि खाइदेऊ भन्दा अनि बाबाले खानुहुन्थ्यो। तर साथीहरूसँग अलग्गै यस्तो छुट्टै आफूलाई गरेको बाबालाई मन पर्दैन थियो। हुन त उहाँले एक्लै कोठामा गर्नुहुन्थ्यो र पछि बाबाले भन्नुभएको छ उहाँ चाहिँ प्रारब्धदेखि नै अगाडिको कोही पवित्र आत्मा हुनुहुन्थ्यो जो चाहिँ म राजु उहाँको शिक्षक हुन्छु भनेर आएको हुनाले बच्चैदेखि उहाँले मलाई त्यसरी गर्नुभयो भनेर बाबाले भन्नुभएको घटनाहरू छ। र अनि त्यही स्कुलमा हो क्या, एक दिन एउटा टिचरलाई चाहिँ बाबा भगवान् भन्ने त्यतिभित्र आभास भएको थिएन। अनि उहाँले चाहिँ केही लेखाउँदै हुनुहुन्छ ब्ल्याक बोर्डमा, अनि लेख्दाखेरि तिमीले खोइ लेखेको भनेर राजुलाई सोध्नुभयो। किनभने बाबाको अब त्यो चिन्तन मनन यो ब्रह्माण्डमा गइसकेको रहेछ बच्चैदेखि। अनि उहाँ कहाँ घुमिराख्नु भएको थियो। अनि झसक्न पार्दाखेरि होइन सर सोध्नुहोस् न, मलाई आउँछ नि, मैले नलेखे पनि म भन्न सक्छु, मलाई आउँछ भन्दाखेरि ए मैले भनेको कुरामा तिमी अन्यथा गर्ने, लु बेन्चमा उठ भनेर बेन्चमा उभाउनु हो। अनि बाबा कस्तो डिसिप्लिन भने अरू बच्चा त घन्टी लागेपछि टिचर निस्केपछि झर्छन्, तर बाबा मलाई सरले उठाएको, सरले नबसाइ म बस्नुहुन्न भन्ने त्यस्तो खालको हुनुहुन्थ्यो। एकदमै अनुशासन भएको त्यहाँ भएको चलन चल्ती भन्दा उहाँ चाहिँ एकदम हाई दैवी लेभलकै उहाँको अनुशासन थियो। अनि उहाँको घन्टी पछि चाहिँ बाबालाई भगवान् मान्ने टिचरको पालो थियो। अनि सर उठ्न खोज्नुहुन्छ, कुर्सी त टाँसिन्छ, उठ्नै सक्नुहुन्न। अनि सबै बच्चा पनि हाँस्न थाल्छन्, राजु उठिरहेछ। अनि टिचर आउनु, तपाईँ किन बसिरह्यो भन्दा उठ्न खोज्नुहुन्छ फेरि टाँसिएको, यसो हेर्नुहुन्छ राजु उठेको, तपाईँले राजुलाई उठाएको, राजुलाई बसाउनुहोस् भन्नुभयो। अनि राजु बस भन्ने बित्तिकै सर फुत्त निस्केर जानुभयो। अनि यो घटनाले चाहिँ फेरि सबैतिर हल्लियो, चर्चा भयो, घरमा पनि कुरा पुग्यो। अनि आमा एकदमै डराउनुहुन्छ। बच्चैदेखि ईश्वर ब्रह्माको एउटा किताब छ, आमाले जिन्दगीभरि आँसु झार्नु भएको छ त्यो छोराको लागि प्रार्थना र त्यो कसैले केही नगरोस् मेरो बाबुलाई भन्ने खालको त्यो भावले, डरले। अनि घरमा सब मान्छे आउँछन्, राजुले त स्कुललाई सरलाई पनि यस्तो अनादर गर्यो यस्तो गर्यो भन्ने। अब आमालाई त्यो पनि धेरै सहनु भएको छ, धेरै कुराहरू छ। अनि यस्ता घटनाहरू हुँदै गएपछि अब पछि गएर चाहिँ बाबाले 3 क्लाससम्म त्यहाँ पढ्नुहुन्छ। अनि एकजना साथीले चाहिँ आउँदाखेरि नदीको किनारमा कहाँ सधैँ यो सफा सुग्घर सबैमा अप टु डेट भनेर एउटै लुगा छ राजुको, आखिर म यसलाई लडाइदिन्छु भनेर चाहिँ हिलोमा लडाउँदाखेरि कसले लडायो भन्दा त्यहाँ गाली गर्ने कुरा आएर पनि होइन होइन कसैले होइन, म आफै अल्झेर लडेको भनेर साथीलाई जोगाउनुहुन्छ। र घर जाने बित्तिकै आफ्नो लुगा पखाल्यो, धोयो। अनिखेरि त्यतिखेर आइरन गर्ने चलन थिएन। बाबाले चाहिँ सुरुमा ओछ्याउने सुत्ने ओछ्यानको भित्र पट्याएर यसरी म राख्थेँ, अनि आइरन गरेको जस्तै हुन्थ्यो भन्नुभएको छ। र बाबा अलिक ठुलो हुनु भएपछि चाहिँ भड्डुमा चाहिँ कोइला राखेर अनि म मेरो लुगा आइरन गर्थेँ भन्नुभएको छ बाबाको बचपनका कुराहरूमा। अनि बाबा चाहिँ एउटा माउरीको रानु जस्तो, जहाँ बाबा हुनुहुन्छ सबै विद्यार्थी सबै कुरा सबै त्यहीँ झुमिन्थ्यो। अनि साथीहरूलाई भोक अब स्कुलमा कुनै साथीले पेन्सिल ल्याएन, कुनै साथीले कपी ल्याएन, सरले गाली गर्नुभयो। अब टिफिन ल्याएको छैन भने बाबाले आफ्नो झोलाभित्र हात हाल्ने, जसलाई जे चाहिएको छ झिकेर दिने, जसलाई जे चाहिएको छ झिकेर दिने। अनि राजु तिमी कहाँबाट यो पाउँछौ भन्दा मलाई ग्राम माताले दिनुहुन्छ अनि मैले तिमीहरूलाई दिएको भन्ने। अब के हो ग्राम माता कसैलाई थाहा छैन। अनि बचपनदेखिको यस्तो लीलाले अनि जादुवाला भन्ने भयो बाबालाई। अनि यो चाहिँ कुनै भूत प्रेत लागेर यसबाट यो प्रयोग भइरहेछ भनेर बचपनमै बाबाले धेरै ठुलो कष्ट पाउनुभयो। त्यो चाहिँ कसैले पछि सम्झाउँदाखेरि नाइ त्यो त नभन, मलाई पनि मन पर्दैन भनेर भन्नुभएको छ कि भूत लाग्यो भनेर चाहिँ काहीँ लगेर अब सानो बच्चा टाउको छाला काटेर छाला गरेर त्यहाँ चाहिँ नुन चुक खोर्सानी यस्तो के हालेर त्यो धामी झाँक्री लगाएर के गर्दा
यो त्यसको डाहाले बाबाको यो आँखा अनुहार यो सबै फुलेको हुन्छ, त्यो विभत्स हुन्छ। त्यस्तो हुँदाखेरि पनि त्यो उसले पत्ता लाउन नसकेर त्यो गरेपछि पछि बाबाको दिदी रुएर पठाउनुहुन्न, के गर्नुहुन्छ। किनभने अब आफू सानो बच्चा छु भनेको कसैले पत्याउँदैन, कसैलाई विश्वास हुँदैन। अब हजुरबालाई आमाहरूलाई पनि यो विश्वास हुँदैन बाबुआमालाई। अनि बाबाले धेरै कष्ट सहनु भएको छ सुरुमा। र जब बाबा त्यहाँको पढाइ सकेर केककोन्डा भन्ने ठाउँ छ, मैले बिर्सेँ, त्यो पनि दिदीतिरै जान्छ होला। अनि त्यहाँ बुक्कपट्टनम हो, बुक्कपट्टनम हो कि हजुर बुवा दाजुको ससुराली, बाबाको दाजुको ससुराली उर्वाकोण्डा हो क्या? उर्वाकोण्डा हो क्या? उर्वाकोण्डामा चाहिँ अब यता स्कुल छैन, तर त्यहाँ त जाँच दिनुपर्ने। यता 3 क्लाससम्म मात्रै छ, 4 देखि उता पढ्नुपर्ने। जाँच दिँदाखेरि बाबाको स्कुलबाट जम्मा 3 जनाले पास गर्छन्। त्यो 3 जनामा पनि कस्तो हुन्छ भने बाबाको राइट बस्ने एउटा साथी, लेफ्ट बस्ने एउटा साथी, एउटा बिचमा बाबा। अनि बाबाले सुई सुई लेखेको देखेर साथीहरू एकदमै हुन्छन्। अनि राजु तिमी मात्रै पास हुन्छौ, हामी त सक्दैनौँ भनेर उनीहरूले बाबाप्रति एउटा विश्वास भक्ति जगाएपछि बाबाले पिर नगर, तिमीहरूको कापी पनि म पास गराउँछु भन्नुहुन्छ। र उनीहरूकै ह्यान्डराइटिङमा, अब कपी त सरको अधीनमा छ, के हो थाहा छैन, उनीहरूकै ह्यान्डराइटिङमा बाबाले उनीहरूलाई पनि लेखिदिनुहुन्छ। र अनि ती साथी पनि पास हुन्छन्। अनि ती साथीहरू पनि जम्मा 3 जना पास भएपछि हाम्रो गाउँबाट पनि अब उर्वाकोण्डाको स्कुलमा पास भएको भनेर एउटा विशाल र्याली महोत्सव यस्तो के पनि गर्छन्। उहाँहरूलाई झाँकी जस्तो पनि बनाउँछन्। र पछि त्यो 2 जना साथीहरू चाहिँ कस्तो हुनुभयो भने त्यो स्कुलमा पढ्दा पढ्दै बाबाले एसेम्ब्लीको, बाबा क्याप्टेन, जेको पनि क्याप्टेन हुनुहुन्थ्यो, क्लासको पनि क्याप्टेन, एसेम्ब्लीको पनि क्याप्टेन, अनि स्काउट बनाउँदा पनि बाबालाई क्याप्टेन बनाइएको थियो। तर लास्टमा चाहिँ एउटा प्रोग्राममा काहीँ जानु पर्दाखेरि 10 रुपियाँ जति चाहियो। अब बाबाको आफ्नो आर्थिक अवस्था कमजोर हुनाले बाबाले चाहिँ आफू नजाने जुक्ति गर्नुहुन्छ। अब त्यहाँ बाबाले अरूलाई हानि नहुने किसिमले झुट बोल्नुभयो, मलाई पेट दुखेको छ भन्ने बहाना गर्नुभयो। एउटा साथीले एउटा बाबु आफूलाई सहित ऊ चाहिँ धनी थियो, बाबालाई पनि हुने ड्रेस ल्याएर बाबाको किताब राख्ने ड्रयरमा, राजु तिमीलाई मैले ड्रेस पनि ल्याएको छु स्काउटको, जाउँ भन्दाखेरि साथीको बिचमा लेनदेनको भावना हुनु चाहिँ प्रेमबाट टाढा हुनु हो। त्यसैले तिम्रो कुनै सामान म लिन्न भन्नुहुन्छ, उहाँले लिनुहुन्न। र त्यो पनि एउटा दुःखद घडी छ। मैले त्यो स्कुलको क्याप्टेनको कुरा भनिनँ, किनभने त्यहाँ पनि बाबा पुग्नुहुन्छ, जानुहुन्छ, तर बाबाले धेरै कष्ट, हामीलाई त्यो पढ्दाखेरि आँसुदेखि आउँदैन, त्यस्तो घटनाहरू छ। अनि बाबाको 2 जना साथी चाहिँ पछि बाबाले आफू एसेम्ब्लीमा भाग लिने बेलामा घोषणा गर्नुहुन्छ, म यो ब्रह्माण्डका स्रष्टा, मेरा भक्तहरूको पुकार सुनेर म यहाँ आएको हुँ, उनीहरूको उद्धारको लागि, मेरो लागि अब सबै यो अरू बन्धन टुट्यो आजदेखि, म मेरो भक्तहरूको प्रार्थनाको लागि म जुन कामले आएँ म त्यो कामको लागि म हिँडेँ भनेर किताबको झोला बोकेरै जानुहुन्छ। र अनि पछि टिचर, विद्यार्थी, साथी सबै आउँछन्। र एउटा दाईको ससुरालीको छिमेकीले चाहिँ बाबामाथि एउटा तेज, बाबाको आँखामा एउटा चमक, उहाँको शक्ति, उहाँको आभा देखेर बाबालाई जहाँ देखे पनि एकदम विनम्रताले उहाँले चाहिँ भित्रै हृदयदेखि नमन गर्नुहुन्थ्यो। बाबालाई चाहिँ एउटा अद्भुत शक्ति मान्नुहुन्थ्यो। र उहाँको बारीमा एउटा रुख थियो, त्यो रुखको फेदमा एउटा ठुलो अग्लो ठाउँमा बसेर बाबाले बस्दाखेरि गाउँलेहरू पनि अनि दाजुभाउजूहरू पनि सायद आउनुभयो क्यार सुनेर। अनि झोला चाहिँ घरभित्र फालिदिएर अनि बाबा चाहिँ मेरो माया, आजदेखि मेरो माया अब हट्यो गयो भनेर चाहिँ त्यो आञ्जनेय यस्तै के छ उहाँको नाम, उहाँको बारीमा बसेर मानस भजरे गुरुचरणम दुष्कर भव सागर तरणम, पहिलो भजन आफूलाई अवतार घोषणा गरेपछि गाएको भजन। तर योभन्दा अगाडि पनि बाबाले गायन क्षेत्रमा सानैदेखि सजन गाउनेहरू यस्तो गर्नुभएको थियो।
र त्यो भजन गाउने क्रममा बाबा बस्नुभएको अगाडिपट्टि एउटा ढुङ्गा रहेछ। त्यो ढुङ्गाले बाबाको फोटो खिच्ने कहाँबाट अब ब्रिटिसहरू त सबैतिर आइसकेका थिए। अनि आउँदाखेरि त्यो ढुङ्गो हटाउन आउँदा बाबाले ढुङ्गो हटाउन दिनु भएन। भरे त्यो फोटो खिचेर हेर्दाखेरि चाहिँ त्यो ढुङ्गो सिडी बाबाको मूर्तिको रूपमा पाए। त्यो फोटो अहिले पनि छ, पाइन्छ। बाबा सानो बच्चा भजन गाउनु भएको, अनि भजन गाउनु भएको र त्यो ढुङ्गो चाहिँ सिडी बाबाको मूर्ति भएको त्यहाँ फोटो अहिले पनि पाउँछ। र त्यसपछि बाबाले घर जानु भएन। घर नगएपछि त्यो अस्ति मैले चित्र सरलाई पनि सोधेँ, त्यहाँबाट सिधै मर्निङ त्यसपछि बाबा सिधै कल्पवृक्षमा जानुभयो। कल्पवृक्षमा गएर बसेपछि अब सबैजना साथीभाइहरू कतिजना घर नगएर ती बस्दाखेरि बाबाले साथीहरूलाई अब कसलाई के भोक लागिसकेको छ अनि पत्ता झिक्ने, हातमा राखिदिने, यस्तो चाहिँ बाबाले पहिला पनि खेला गर्नुभएको छ। त्यो कुरा चाहिँ यो अन्यथा शरणम नास्तिमा यिनले लेखेकी छन्। बाबाले घोषणा गर्नु अगाडि पनि। अनि पछि बाबा त्यहाँ घर गइसकेपछि बाबाले साथीहरूलाई कसलाई जे हातमा दिनुहुन्छ उनीहरू त्यही खाना बनेर खाएको घटनाहरू छ। अनि पहिला पहिला चाहिँ बाबाले खेल्दाखेरि एकछिनमा मिस्त्री बनाउने, फेरि छोप त भन्नुहुन्थ्यो, अनि फेरि छोप्थे अरे, फेरि छोपेपछि त पत्तै हुने अरे। अनि उनीहरूलाई पछुतो हुन्थ्यो अरे, यत्तरी मिस्त्री भए बेला खानुपर्ने रहेछ भनेर त्यो साथीहरूसँग उहाँले मजाक गरेका घटनाहरू पनि छन्।